पाउँथ्यो कि है पाउँथ्यो रेसे सुरुङमा हामी भित्र छिर्दैछौँ। यो चाहिँ आरु रहेछ है। आरु कोही चाहिँ पाक्दै जाने कोही चाहिँ रोप्दै गर्ने हो। नमस्कार साथीहरू, मेरो नाम छ बहादुर गुरुङ। आजको मेरो नयाँ ब्लगमा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको मेरो यात्रा सुरु भइसकेको छ र मेरो यात्रा कहाँसम्म हुन्छ भनेर म तपाईँहरूलाई देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नुहोला र सब्सक्राइब पनि गर्नुहोला। यतिखेर हामी कोदरमा जानको लागि बाटोमा छौँ र कोदो पनि धेरै छैन। आज एकछिन बारी खनेर रेसेतिरको यात्रा गर्नेछौँ हामी। म चाहिँ सिङ्लाको आपे भन्ने ठाउँमा बारी खनेर बसिरहेको थिएँ र मन्दिर मामासँग भेट भयो र एकछिन घुमेर आउन त रेसेतिर भनेर हामी रेसेतिर झर्दैछौँ। रेसे फाँट झरिसकेपछि हामी सिङ्लाका कृषक जोगी गुरुङको कृषि फार्ममा आइपुगेका छौँ र यहाँ विभिन्न किसिमका तरकारीहरू जस्तै खुर्सानी टमाटरहरू लगाएका देख्न सक्छौँ। तर उहाँ एकदमै व्यस्तताका कारण हामी उहाँसँग कुराकानी गर्न पाएनौँ। अब हामी रेसे सुरुङ मार्गतिर लाग्दैछौँ र अबको केही मिनटमै रेसे सुरुङ मार्ग आइपुग्नेछ र त्यहाँ कस्ता कस्ता दृश्यहरू देखिन्छन् हामी तपाईँहरूलाई देखाउनेछौँ। अब हेरौँ त्यहाँ छिर्न दिन्छ कि दिँदैन, कस्तो रहेछ त्यहाँको नियम। अहिले सायद छिर्न त दिन्छ होला। रेसे सुरुङमा हामी भित्र छिर्दैछौँ। मामा भान्जा 150 मिटर खनिसक्यो रे। अब यसो हेरौँ। अब हेर्दै जाउँ मामा भान्जा के देख्छौँ हामी। पाउँथ्यो कि है पाउँथ्यो पाउँदै हो सरी जौलीमा अझै हो। साथीहरू हामी तपाईँहरूलाई देखाउनेछौँ अगाडि रेसे सुरुङ मार्ग कडा आयो है। कति किलोमिटर यहाँ लगभग 150 मिटर रहेको छ यस सुरुङ। त्यो भयो कि है हो मलाई खेप्दा ए सिद्ध गुफा आगली हाँ बन्दीपुर वाले ना मिहो मिहुकिन चले मिहो तिनवटा है ल यहाँसम्म रहेको छ। रेसेको यात्रा सकिएर सिङ्गातर्फको उकालो चढ्ने क्रममा फेरि पनि हामीले एउटा कृषि फार्म भेटेका छौँ। उक्त कृषि फार्मका सञ्चालक हुनुहुन्छ सिङ्लाका हर्क गुरुङ। अनि उहाँ एकदमै मेहनती इमान्दारी कृषक हुनुहुन्छ। हामी उहाँसँग एकदमै छोटो मिठो कुराकानी गर्नेछौँ। नमस्कार। नमस्कार, हजुरको नाम? मेरो नाम अर्क गुरुङ हो। हर्क गुरुङ। ए अनि यहाँ सुरु गर्नुभएको कहिलेदेखि हो? यहाँ सुरु गरेको 3 वर्ष 4 वर्ष भयो होला। 4 वर्ष भयो। ए अनि के खेती लाउनु भएको छ यहाँ? यहाँ सुन्तला र कागती अनि सुन्तला कागती हामीहरू पनि छ। ए अङ्गुरहरू पनि छ। अङ्गुरहरू है अनि सुन्तला कागती अनि यो चाहिँ यो देखिरहेको के हो? यो चाहिँ खै यसको नाम चाहिँ मौसमी भन्छ कि के भन्छ। यो पहिले बुवाले रोपेको रहेछ। अहिले थाहा भएन के हो यो के हो। अलिअलि गुलियो गुलियो हुन्छ। गुलियो गुलियो हुन्छ है। अनि अरू त्यो बाहेक अरू के खेती लाउनु भएको छ? अरू चाहिँ यहाँ अहिले
यो चाहिँ आरु रहेछ है आरु अनि यो पनि यो चाहिँ हाम्रो भाषामा त काठे भन्छ काठे भनेपछि काकती त होइन है अमिलो 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 ए अमिलो हो यो चाहिँ बेसरी अमिलो हुन्छ क्या यो एकदम रमाइलो रहेछ अनि यता काकती चाहिँ कतापट्टि र यो चाहिँ अनि डल्ले खुर्सानी हो कि त्यही टल्लै खोर्सानी आगबारे ए अकबरे अकबरे माथि छ सबै ठाउँमा छ अनि केराहरू चाहिँ कतिको छ यहाँ केरा त्यति धेरै छैन अलिअलि छ अलिअलि अनि ऊ त्यो चाहिँ सुन्तला हो त्यो देखिरहेको चाहिँ यो सुन्तला हो सुन्तला अनि सबै सुन्तला हो यो 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 चाहिँ के को बिरुवा यो चाहिँ घाँसको लागि हो यो त्यो चाहिँ अब घाँस्ने हो त्यो रोप्दैन त्यो रोप्दैन ए घाँसको लागि हो ए कति लगभग कति जग्गा चाहिँ कति रोपनी छ होला यहाँ चाहिँ यो फाँटमा चाहिँ तपाईँको कति जग्गा त तलैदेखि नै हो पगरदेखि यहाँ मात्रै अलिअलि खेती गरेको ए यसले धेरै सक्दैन एकदम राम्रो रहेछ म गर्ने जति मात्रै मैले बार हजुर गऱ्यो बार लगायो ए यति हो अब कोही चाहिँ पाक्दै जाने कोही चाहिँ रोप्दै गर्ने हो यहाँ बिउ नै राखेको छु मैले अलिअलि यति मात्रै उम्रेको यसपालि चाहिँ ए यो चाहिँ सुन्तला सुन्तलाको ए सुन्तलाको बिरुवा रहेछ ए यहाँ राखेको यो अलिअलि छ यहाँ ए फेरि मैले यहाँ उसमा सार दिएको ल एकदम रमाइलो एकदम राम्रो अझै राम्रो गर्दै जानु होला खै सकेसम्म गर्नु पर्ला गर्ने हो घरमा चाहिँ को हुनुहुन्छ परिवारहरू चाहिँ घरमा घर त छैन घरमा त सबै बुढी उता अर्को कडेरामा छ ए उता माछा खोला माथि कैसिङ डाँडा भन्छ है ए अनि छोराछोरीहरू चाहिँ उनीहरू सबै तलतिरै हो विदेशतिर कोही काठमाडौँतिर होला है हो त्यही ए अनि गाउँ कहिलेकाहीँ जानुहुन्छ कि यहीँ बस्नुहुन्छ कि कस्तो हो यताउता नै हो गाउँमा त त्यो चाडपर्वमा मात्रै जाने हो ए धेरै जसो यहीँ बस्नुहुन्छ चाडपर्वमा चाहिँ गाउँ हो यहीँ रमाइलो छ खेतीपाती छ है सबै माथि काम माथि गाउँको काम चाहिँ सबै छोडिदिएछ ए एकदम रमाइलो रहेछ ल हजुरसँग कुराकानी भयो एकदम रमाइलो लाग्यो है हामीलाई हस् त धन्यवाद अर्कोचोटि भेटौँ कृषकसँग कुराकानी गरेपछि हामी उकालो लाग्यौँ। आजको मेरो यात्रा लगभग सकिन आँटेको छ र अब बाँकी घरमा के हुँदैछ, नानी बाबुहरू के गर्दै रहेछन् यसो बुझ्न पर्यो। अनि तिम्रो नाम के हो नानी? जुनु गुरुङ हो। ए अनि तिम्रो नाम चाहिँ के हो? समीक्षा गुरुङ। आहा अनि तिम्रो नाम चाहिँ? सिलसिला गुरुङ। आहा अनि तिम्रो नाम चाहिँ? आयुष गुरुङ। ओहो आहा कति मिठो नाम है। अनि तिम्रो चाहिँ? ओहो झन् कति राम्रो नाम सरगम। ओहो भनेपछि अनि गीत कसले गाउने त तिमीहरू मध्येमा? सबैजनाले। सुरु कसले गर्ने ल भन त पहिला? पहिला समीक्षाले गाउने हो त्यो के अरे सिरन्डाना भन्ने हुन्छ। अनि सबैले साथ दियो है त। 1 2 3 हो भेट भएको दरौदी खोली तिरै तिर, दरौदी खोली तिरै तिर, तिमी पाए जिन्दगीमा हुने छैन। आहा कति मिठो है। अनि तिमीले चाहिँ कुन गीत गाउने त? नगाउने ल। अनि तिमीले चाहिँ भन त कुन गीत गाउने? सबैले कुन?
तीनजना गाउने ल ल कुन चाहिँ गीत गाउने ल भन त कम्मरैमा ल ल ल ए सुरु 1 2 3 मन बढाउने ओठा आँखा नि राम्रो हो मन बढाउने ओठा तिम्रो बानी रस रस यतै छ भन्छ गाता आँखा त यतै छ रुगोमै गोटा रुगोमै गोटा रुगोमै गोटा आँखा नि राम्रो हो मन बढाउने ओठा कालुना एउटा त कालुना ल ए कालुना चाहिँ ल ल 이 다리 있는 거 같아. ल यति रहेछ यहाँ लान्छ नहुना रक हो आशा तैँले हो ल म यो रटौँ ल ल तिमी चाहिँ पताकलाई पालो ल ए ठाउँदा मुगा तरी मुगा भाग्य भनेखेरि ए ल ए ternyata ada peramisnya ke Sunda lo cái lần như năm giờ không như năm giờ muốn ăn rùm biết không ạ như là một tàu tel bên này hey quay vậy rộp à chứ tao vào luôn á hazard đã bây giờ mình nghe lo tao đi thế đó साथीहरू आजको मेरो ब्लग यति नै तपाईहरूलाई कस्तो लाग्यो यो भिडियो यदि तपाईहरूलाई मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नुहोला धन्यवाद